होइन सर, यस्तो छ कि तपाईँले पनि त्यहाँ देखिरहनु भएको थियो नि त। त्यो कुरालाई हेर्दाखेरि तपाईँ पनि एउटा ड्युटी गर्ने मान्छे, म एउटा काम गर्ने मान्छे हो। त्यस्तो अवस्था भएपछि तपाईँले यस्तो चाहिँ हुँदैन भनेर भन्नुभएको राम्रो हुन्छ। त्यसैले के गरौँ, म जाउँ कि के गरौँ? हजुर होइन, यो कुनै ठुलो इस्यु कुरा त होइन नि सर, होइन। कति बेर पुरिरहन्छ हामी यहाँ बच्चा स्कुल पुऱ्याउनुलाई हतार भएर जान लाग्यो झन्। ल ल सर, अब कति ठाउँमा चाहिँ त्यस्तो गरिराखेको हुनसक्छ। त्यो मान्छेहरूलाई सम्हाल्नु चाहिँ ठिक हो, होइन। तर तपाईँले यसरी काम गरेर हिँडिरहेको मान्छेलाई चाहिँ दुःख दिनु काम चाहिँ भएन क्या सर। तपाईँले सरासर दुःख दिएकै हो यो, बुझ्नुभयो नि। दिलीप खत्री सर हुनुहुन्छ है। कति बेर कुर्नुपर्छ सर हामी? हेलो हेलो सर, हेलो सर। दिदी तपाईँ यहाँ बस्नु है, तपाईँ यहाँ बस्नुपर्छ नि फेरि। त्यही त सरहरूले त नि यहाँ त्यतिकै समात्नु भएको छ। हजुर चौकमा किन जाने सर? मलाई यहीँ आउनु न, यहीँ लिनु क्या। होइन म उता नजाने सर, उहाँ दिदी पनि हुनु पऱ्यो नि यहाँ। उहाँको कुराले गर्दाखेरि यस्तो भयो नि त, त्यसैले हुँदैन। हुन्छ भने अब तपाईँले छोडिदिन सक्नुहुन्छ यति कुरामा? ल उहाँ दिदी जानु भइसक्यो है, उहाँ दिदी जानु भइसक्यो है। होइन सोध्नु भएको त उहाँ हो नि, मैले तपाईँ जाने हो भने सोधेको छ त। होइन तपाईँ अलिकति ड्राइभर एन्ट्री गर्नुभएको छ भने तपाईँले थाहा होला नि, नियम अफलाइन चलाउनु हुँदैन, अनलाइन चलाउनु पर्छ। ए सर, कति मान्छेले त यसो बोलाउँदाखेरि के म नजानु? अब कसैले ठगिरहेछ, नियमभन्दा विपरीत बढी पैसा लिइरहेछ भने त त्यो एउटा कुरा हो नि त। घटना भयो चाहिँ केही भयो तपाईँको मान्छेलाई, अनि के कसले जिम्मा लिन्छ? भयो त अहिलेसम्म, अहिले त तपाईँको यहीँ अगाडि समाउनु भयो त नि। अनलाइन भयो त थाहा हुन्छ कि मान्छे यो 3 नम्बर गाडी थियो, यो गाडी थियो, यो मान्छे ड्राइभर थियो। अफलाइनमा के थाहा हुन्छ? अफलाइनमा त थाहै हुँदैन नि सर। तपाईँको यो इनड्राइभको अफिस कहाँ छ तपाईँ त्यो कुरा गर्नु न। इनड्राइभको अफिस कहाँ छ सर तपाईँ मलाई भन्नु त। हामीले के थाहा छैन भनेदेखि त्यो मान्छे इनड्राइभलाई किन चलाउन दिनुभयो तपाईँले? हामीले के छैन। होइन मैले यहाँ मेरो बाइक चलाउँदाखेरि तपाईँले समात्नु हुन्छ, समात्न मिल्छ त सर? हजुरले हामीले आदेश आएछ अफलाइन चलाउने मान्छेलाई समातेर। पहिला कुरो इनड्राइभको अफिस कहाँ छ सर तपाईँ मलाई भन्नु न। इनड्राइभको अफिस कहाँ छ सर भन्नु न मलाई प्लिज। त्यो एकजना दाइ जानु भइसक्यो है। तपाईँले बेकार मलाई दुःख दिइरहनु भएको छ होइन। अब यो एउटा अब अरूलाई पनि के अरे अलिकता हुन्छ कि सर, तपाईँहरू ड्युटी गरिरहनु भएको हो, त्यो मैले जानेको त्यो बुझेँ होइन। ल सर है, तपाईँको मान्छे आएन म जान्छु। किन जान पाएन सर? म दिनभरि कुर्नु? मेरो दिनभरिको ज्याला दिनु हो तपाईँले? किन जाने सर? तपाईँको मान्छे बोलाउनु न, तपाईँको मान्छे आएन भने म चोकमा जानु त? तपाईँ मेरो सम्पर्क नम्बर लिनुभएको छ, सम्पर्क गर्नु न मलाई। म यहीँ ललितपुरमा बस्ने हो। आउँदैछ भन्छ, आउँदैन। यस्तो दुःख दिने काम नगर्नु के छ तपाईँहरू?
होइन सर म भनिरहेको छु है भर कति बेर कुर्नु सर सर म कति बेर कुर्नु कहाँ 5 मिनट कुर्छ सर मैले यहाँ 2 मिनट कुर्यो मैले यो त 1 मिनेटको रास्ता जानु ए म जादिनँ सर म जान्छु है सर त्यस्तो जान पाइदैन नि हेर्नु है थाहा छैन सासो लिनु पाउँदैन भन्ने कुरा कसरी पाउँछ मैले कहीँ कसैलाई के गरेको छ के गर्नु भएको छैन अफलाइन चलाउनु भएको छ त्यो भएर अफलाइन कसरी अफलाइन चलाएँ मैले पैसा अफलाइन लिनु भन्नु त पैसा कहाँ लिएको छ तपाईँ देखाउनु त मैले पैसा कति लिएँ तपाईँ मेरो बाइकमा नसुने है सर मेरो बाइकमा नसुन्नु त तपाईँले नसुन्नु ल सोधिदिनु तपाईँको मान्छेले कुरिरहने नआएपछि छोड्नु है सर छोड्नु हेर्नु है अहिले चाहिँ अब यो अफलाइन गरेको पैसा लिएको भनेर हाम्रो सरले चाहिँ के अरे जान दिइरहनु भएको छैन ल हेर्नु है हजुर सर यहाँ सुन्नु न क्यामेरा अफ किन गर्ने सर म भ्लग गर्छु भ्लग गर्ने मान्छेले क्यामेरा अफ गर्नु त भएन नि सर यसो गर्नु न चाँडोभन्दा चाँडो बोलाउनु न अनि त्यसरी त अनि के हामी चाहिँ के दिनभरि नै कुर्नु अनि म किन जाने त उहाँलाई लिएर आउने मैले तपाईँले लिएर आउनु न त अनि उहाँ एकजना बसिरहनु भएको छ त तपाईँकै गाडी छ होइन यस्तो दुःख दिने काम चाहिँ नगर्नु कि सर प्लिज यार छिटो गर्नु है यो तपाईँहरूले चाहिँ दुःख दिने काम गरिरहनु भएको छ बुझ्नुभयो नि ए सर किन मेरो गाडीमा त्यो लगाउनु लानु भयो होइन लिएर आउनु नि त एकजना यहाँ बसिरहनु भएको छ त तपाईँ गएर आउनु तपाईँको बाइक त उहाँ यहाँ बसिरहनु भएको छ अनि के म त्यहाँ जानु यहाँ सुन्नु तपाईँ गएर आउनु उहाँ यहाँ म बसिरहेको हुन्छु ल सक्यो नि कुरा होइन अनि कस्तो टाइम लाग्छ अनि बसिरहनु म ए सर 5 मिनटभन्दा बढी भइसक्यो है होइन सर यतिको कुरामा चाहिँ तपाईँहरूले एक्सन ठुलो लिनुभयो क्या तर जुन ठाउँमा जुन अवस्थाले भइराखेको छ त्यो ठाउँमा चाहिँ तपाईँहरूले केही पनि गर्न सक्नुहुन्न बुझ्नुभयो नि अब त्यतिकै त्यस्तो गर्न त कहाँ पाइन्छ त्यतिकै यस्तो दुःख दिने कामहरू गरिरहने मान्छेहरूदेखि चाहिँ अब के भन्नु के आशा लिन्छ यार ट्राफिकहरू भनेको हो मेरो विचारमा है मैले बुझेको चाहिँ थाहा नपाएको ठाउँमा सोद्धाखेरि भनिदिने त्यस्तो काम होइन तपाईँहरूको सर हजुर भन्नु त ए सर भन्नु न सर भन्नु न भन्नु के भन्ने मैले तपाईँले थाहा नभएको कुरालाई चाहिँ यसो गर्नु पाइँदैन भनेर भन्ने होइन थाहा भयो होइन सम्झाइ गर्छ तपाईँलाई लग्छ एकछिन तपाईँ गाडी होल्ड गर्छ सम्झाएर पठाइहाल्छ होइन त्यस्तो हो भनेदेखि नि त अब मेरो त गल्ती होइन नि मैले कोही मान्छेलाई ए तपाईँ आउनुहोस् म लैजान्छु भनेर समातेको छ त तपाईँलाई यार सर त्यतिकै केही बोल्नु हुँदैन केही पनि ल ल ल गाडी आयो भनेदेखि के छ नि अफलाइन चलाएर क्यास पैसा लिएर गर्नुभएको होइन सर यहाँ सुन्नु है म राम्रोसँग कुरा गर्छु एकजना दिदी हस्पिटलमा यहाँबाट बाहिर कोडिसर जानु लाग्दै हुनुहुन्छ पेपर हातमा बोकेर ढिलो भयो भनेर है
अनि मैले कुनै पनि मान्छेलाई तपाईँ जाने हो म लगिदिन्छु भनेर समातेर लिएर आएको छैन। उहाँ दिदीले के भन्नुभयो भने कोटेश्वरसम्म लैदिनु पऱ्यो भनेर भन्नुभयो। त्यसो अनलाइन कति रेट छ त मैले हेरेँ, 90 रुपियाँ उठ्ने रहेछ होइन। अनि 90 रुपियाँ उठ्ने रहेछ के गर्ने भनेर भने है। अनि हुन्छ जाउँ भनेर भन्नुभयो। उहाँ सर यहीँ अगाडि हुनुहुन्छ होइन। अनि अनलाइनमै मैले अनलाइनमा हेरेको, मैले अनलाइनमा एकजनालाई यहाँ लिएर आएँ। अफलाइन चाहिँ पैसा कसरी लिनु हो त? अफलाइन पैसा लिएको छैन। यहाँ सुन्नु न, यहाँ सुन्नु न, पैसा मैले लिएको छैन, बुझ्नुभयो नि। मैले एकजनालाई लिएर आएँ, यहाँ ड्रप गरेँ। त्यसपछि उहाँ एकजना दिदी हतारमा आउनु भएर मलाई कोटेश्वरमा लैजानु भन्नुभयो। यसमा मैले पैसा यति चाहिन्छ उति चाहिन्छ भनेर भनेको छैन। हजुर हेलमेट खोल्छ त हजुरले? किन सर? हजुर खोलिसो न हजुर हेलमेट। त्यही त म ठिकै छ, म यहीँ छु त। खोल्नु न, हामीलाई थाहा छ। होइन थाहा छ, मलाई थाहा छ, त्यसो गर्नै पर्दैन, मलाई थाहा छ। हेलमेट खोल्नु। हेलमेट खोल्ने? हेलमेट खोल्नु, हेलमेट खोल्नु नि तपाईँ। किन सर? काम छ। कस्तो किन काम छ सर? होइन तपाईँले त्यसरी हात नहाल्नु के सर, तपाईँले हात हालेर के अब यसरी गरेर हेलमेट खोल्नु भन्ने होइन। किन खोल्ने सर? मैले सर मैले है, म एउटा काम गरेर खाने मान्छे हो, म एउटा काम गरेर खाने मान्छे हो सर। यहीँ अगाडि हुनुहुन्छ। मैले कसैलाई यहाँ सुन्नु है, मैले कसैलाई यति पैसा चाहिन्छ है भनेर भनेको छैन, बुझ्नुभयो। उहाँ दिदीले 90 मैले अनलाइन हेर्दाखेरि यति पैसा उठ्छ भनेर भने, त्यति हो भने त ठिकै छ भनेर उहाँले अघि पनि त्यतिमा आएको हो, अघि पनि त्यतिमा आएको जाउँ भनेर भन्नुभयो है, बुझ्नुभयो नि। अब यति कुरामा ठुलो इस्यु चाहिँ मलाई लाग्दैन सर होइन। यहीँ अगाडि ट्राफिक सर हुनु भइसकेपछि उहाँले चाहिँ यस्तो गर्न मिल्दैन है भनेर मलाई जानकारी दिनुभएको भए त राम्रो हुन्थ्यो नि त होइन सर। अब त भयो होला सर, छोडिदिनु। अब त्यस्तो भइसकेपछि त मैले त्यो दिदी पनि गइसक्यो ढिलो भयो भनेर, यहाँ 15-20 मिनट जति पुगिसक्यो। अनि त्यस्तो भइसकेपछि त मैले पैसा पनि लिएको छैन एक त होइन। त्यो ठाउँमा लगेर त मैले पैसा लियो यति भन्न सकिहाल्नुहुन्छ नि तपाईँहरूले होइन। त्यसैले मैले पैसा नै लिएको छैन। त्यस्तो केही गल्ती गरेर कोही मान्छेलाई ल तपाईँ आउनु भनेर समातेर हिँडेको छैन। त्यति भइसकेपछि म किन जाने सर? अब मैले धेरैचोटि भनेको अब हेलमेट खोल्नु सर, अब केही छैन। ल सर तपाईँ होला नि, मेरो गल्ती चाहिँ केमा मलाई लानु पऱ्यो? म थाहा भएन कि ट्राफिकले भन्छ के गल्तीको। त्यही त अब हेलमेट खोल्नु तपाईँ सरलाई म भनौँ। हेलमेट खोल्नु है हजुर। हामीसँग जानुहोस्, त्यहाँ हजुर के भएको चाहिँ त्यो समस्या दर्शाउनुहोस् अफिसमा गएर, बुझ्नुभयो नि। सर मैले यति यहाँ तपाईँहरूको अगाडि नै भनिसकेपछि फेरि त्यहीँ गएर फेरि त्यही कुरा दोहोऱ्याउनु? मैले पैसा 1 रुपियाँ ल्याएको छैन, पैसा लिएकै छैन। ए सर मैले पैसा लिएको छ होइन। तपाईँ यहीँ हुनुहुन्छ, यहीँ अगाडिबाट गेटबाट चाहिँ उहाँ जाने भन्नु होइन सर। तपाईँ म चाहिँ एउटा कुरा यस्तो क्या, मैले कसैले 1 रुपियाँ पैसा पनि ल्याएको छैन। उहाँ दिदीले चाहिँ अब हस्पिटलबाट आएकोले टाढो बच्चाहरू कता के लानुपर्छ भन्नुभएकोले है उहाँ हतारमा हुनुभयो। अनि अनलाइनमा यति पैसा पर्छ भनेर मैले लान खोजेको मात्रै हो, पैसा हेरेर पनि ल्याएको छैन। यति भनिसकेपछि फेरि त्यहाँ गएर मैले यही कुरा भन्नु अब सक्नु हो हेलमेट खोल्नु होइन होइन। यति यहीँ भइसकेपछि त्यहाँ पनि भन्नुपर्छ सर। मैले अफिसमा हिँड्नु न, तपाईँ बुझ्ने मान्छे नि त सबै कुरो क्यामेरामा रेकर्ड गर्दैन, सबै कुरो के अरे बाटोमा हिँड्दैन, सबै कुरो तपाईँको जित हुन्छ भने छैन होइन सर। मेन कुरो उहीँ अगाडि हुनुहुन्छ सर। मलाई एउटा कुरा भन्नु, मैले कति पैसा लिएँ? तपाईँले हामीले जरिमाना गरौँ भन्नु होइन नि, जरिमाना गरेर भर्खर चिट काट्छ ट्राफिकले। त्यही त होइन, मेरो गल्ती नै छैन, चिट कसरी काट्ने त होइन त गल्ती सर। मेरो गल्ती के हो भन्नु त? मेरो गल्ती के छैन, तपाईँले चिट कसरी काट्ने भन्नु त? पैसा लिएकै छैन सर मलाई। ल है सर, म एउटा कुरा के भन्छु, यहाँ एउटा कुरा के भन्छु ए सर, त्यो ठाउँमा पुगिसकेपछि उहाँले दिने हो नि होइन र? यहीँ अगाडि चाहिँ लगेकै छैन हो मान्छेलाई मैले। यतिका कुरा गरिसकेर पनि अफिसै जानुपर्छ अरे। अनि ल अब ठिकै छ, अफिस गएँ। अनि गएपछि के भयो भने त त्यहाँ गएर अब बाइक होल्डमा राख्यो। बाइक होल्डमा राखिसकेपछि अब बाइक चाहिँ पठाउँदैन भन्ने खालको कुरा थियो। त्यहाँ सरहरूले अब कुनै सरले चाहिँ अब पठाउने
त्यो कारवाही गरेर पठाउने भन्ने खालको कुरा थियो। पछि चाहिँ अब भएन, 5 बजीसम्म राखिदिनु भयो। 5 बजे पछाडि मात्रै चिट काटेर होइन पठाइदिनु भयो। अनि त्यहाँ जाँदाखेरि चाहिँ अब थुप्रै साथीहरू के अरे पक्रिराखेको रहेछ होइन। त्यहाँ चाहिँ अब अनलाइन गरेको के खुद अनलाइन गरेको, अरूले रिक्वेस्ट पठाएको, अनि त्यो राइडरले चाहिँ एक्सेप्ट गरेको, अनि त्यो मान्छेको पनि अब समातेर लिएर आइरहेको छ कि त्यो मान्छेको अब खुदै अब रिक्वेस्ट पठाएर राइडरले एक्सेप्ट गरिसकेपछि त्यहाँ जति पैसा उठ्छ त्यति त लिनुपर्ने कुरा हो नि त। तर त्यसमा पनि बढी पैसा बढी गरेर उठायो भन्ने खालको कुरा गर्नुभएर उहाँलाई नि समातेर ल्याउनु भएको रहेछ। उहाँको भिडियो पनि यहाँ छ, त्यो पनि हेर्नु होला है त। 342 उठाएछ, 385 होइन। तपाईँको अहिले गएर यसमा ठ्याक्कै गर्ने हो भने कुन ठाउँतिर यही ठाउँबाट उठाएको मैले जम्बू डाँडाको छेउमा होइन। अनि अहिले त्रिपुरेश्वरको गर्दा अहिले गर्दा 325 रुपियाँ उठाइरहेछ। तर पनि जबरजस्ती ट्राफिकले समातेको छ क्या। हेर्नु 380 पहिलाको थियो, 385, अहिले 330 रुपियाँ उठिरहेछ। उनीहरूको भनाइ कि 200सम्म मात्रै हुनुपर्ने रे। इनड्राइभले त्यति देखाएको छ भने हाम्रो के गल्ती त्यसमा त गल्ती नै छैन होइन। तर पनि समाज छ के यसमा, हेर्न सक्नुहुन्छ तपाईँहरू भिडियो होइन। देख्नु भयो नि होइन। अब यसमा त राइडरको त कुनै गल्ती हुँदैन नि। यो यस्तो केसमा पनि समातेर लिएर आउनुभएको रहेछ सरहरूले। अनि यो सबजना हामी अब थियो 7-8 जना है। अरू पनि रहेछन्। अब हामी चाहिँ अब नर्मली रूपमा चाहिँ यतिको यस्ताहरू क्या। अब कुनै चाहिँ अब अरू पनि छन् होइन। अरू चाहिँ कस्तो छ भनेदेखि अब प्यासेन्जरले बुक गरेर बोलायो, अनि फेरि अर्को पनि राइडर चाहिने भएकोले ल्याइसकेपछि क्यान्सल गरेर अनि फेरि अर्कोले रिक्वेस्ट पठायो। अनि त्यो मान्छेले लिएर आउँदाखेरि त्यो पनि त्यसलाई पनि अफलाइन बोकेको भनेर अब उसलाई पनि समातेको छ होइन। यस्ता कुराहरू धेरै छन्। सो अब यो भिडियो बनाउनु, अब भिडियो बनाएर अब यसरी फ्ल्यास गरेर हिँड्ने त्यस्तो त होइन। तर अब यस्तो त गर्न नहुने थियो। अब भेटेको बेलामा सम्झाइ बुझाइ गरेर अब यस्तो गर्नु हुँदैन, यसो गरेमा चाहिँ अब के हो त कारबाहीमा पर्छ है। अब यसो नगर्नु, अनलाइनै काम गर्नु भनेर भनिदिएको भए त अब कसैको केही पनि हुँदैन। अब मै अब अगाडि नै हुँदाखेरि अब मेरो केसमा उहाँहरूले सुनिरहनु भएको छ। लास्टमा चाहिँ के त उहाँले त्यतिखेरै भन्न सक्नुहुन्थ्यो नि, तर भन्नु भएन। जब भइसक्यो अनि त्यसपछि चाहिँ समात्नु भएर अनि तपाईँ कारबाही पर्नुभयो भनेर भन्नुहुन्छ। त्यसैले ल त्यही हो है। अबदेखि चाहिँ अब सबैजना अलिक सचेत भएर चाहिँ काम गर्नु होला। मलाई चाहिँ यस्तो काम गर्न नै मन लागेको छैन होइन। एक दिन ड्राइभ गरेको, त्यो पनि यसरी यार दिनभरि नै पुरै ठुलो अपराध काम गरे जस्तो गरेर चाहिँ अफिसमा लगेर होइन, पुरै बाइक होल्डमा राखेर दिनभरि कुन लगाएर, अनि त्यो पनि धन्न बल्ल बल्ल पठाइदियो होइन। यस्तो हुने रहेछ। ल यो भिडियो चाहिँ अब सकेसम्म थुप्रैले हेर्ने मिल्ने गरी गरेर अबदेखि यस्तो गर्नु हुँदैन रहेछ है भन्ने सन्देशको मूलक सबैजनाले सेयर गरिदिनु होला। आफूलाई कस्तो कुरा मन लागेको छ त्यो पनि कमेन्टमा गर्नु होला। हस् त है त। ल बाई बाई।